हेलो साथीहरू, म आज हजुरहरूलाई घरैमा नाइट क्रिम बनाएर देखाउँदैछु। हजुरहरूले यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनुहोस् ल। त्यसको लागि सबभन्दा पहिला मैले यहाँ नरिवलको तेल लिएको छु। त्यसपछि यहाँ पूजा कपुर। यो पूजा कपुर चाहिँ हजुरहरूले पूजाको सामग्रीहरू पाउने जुनै पनि पसलमा किन्न सकिन्छ। त्यसपछि यहाँ एउटा कन्टेनर लिएको छु। त्यसपछि एउटा स्पुन लिएको छु है त। अब म बनाएर देखाउँदैछु, हजुरहरूले हेर्नुहोस् है त। त्यसको लागि सबभन्दा पहिला मैले यहाँ कन्टेनरमा 3 स्पुन जति नरिवल राख्नेछु। One, two, three. त्यसपछि मैले यहाँ त्यसको लागि 2 टिप जति पूजा कपुर लिएको छु है त। 1, 2. अब यसलाई यसरी राख्ने, यो मेल्ट हुँदै जान्छ। त्यसपछि यसलाई चाहिँ 4-5 मिनट जति यसरी मजासँग घोल्ने। अब मेल्ट भइसक्यो। अब म हजुरहरूलाई लगाएर देखाउँदैछु। त्यसको लागि 1, 2, 3, 4 धेरै लिनु हुँदैन, 1-2 थोपा लियो र मजासँग फेसमा यसरी जताततै अलिअलि लगाउने अनि यसरी मजासँग हल्का यसरी मसाज गर्ने। हाम्रो यो आँखाको यहाँ तल अलिअलि कालो धब्बा जस्तो बसेको हुन्छ, यसलाई पनि एकदमै राम्रो गर्छ यसले। अनि हाम्रो यो आँखाको वरिपरि अनि यहाँ गालाको यतातिर एकदमै चाउरीपन जस्तो देखिन्छ हैन, रिङ्कलहरू बसेको देखिन्छ। त्यसमा चाहिँ यसरी मजासँग हल्का मसाज गर्ने। यो क्रिम चाहिँ हजुरहरूले राति सुत्नुभन्दा अगाडि यसरी